गाइजहरु थोरै खाना खान लागेको आज म चाहिँ आँटा करी मुलाको अचार अनि त्यसपछि यो पिँडालुको गबा सुकाएर गुन्द्रुक बनाउँछ नि त हाम्रोतिर चाहिँ। हिजो अस्ति मैले पकाउन आएको थिएन, अहिले चाहिँ पकाउन आएर यति मिठो है। जे पनि अचार बहिनीले पठाइदिएको, बहिनीको चिनोको अचार, साग माइली दिदीको अचार, लुगा फेरि माइली दिदीको चिनो। हेर्नु त, खाँदा पनि चिनो, लाउँदा पनि चिनो। मलाई चाहिँ गाइस हिजो चाहिँ एउटा टेन्सन लागेको थियो, फेसबुक पनि अफ भयो, मेसेन्जर पनि अफ भयो है। सारा भनेको नै अब नेटै थियो, फेसबुक टिकटक नै हो। सारा नै अलिकति दुःख चाहिँ लाग्दो रहेछ साथीभाइ। यो खाना नपाउँदा पनि दुःखै हुन्छ, लाउन नपाउँदा नि दुःखै हुन्छ हैन। अनि आफ्नो गिफ्टको फिल्टरमा पानी सर्लक कलर थापेर क्लक खानुपर्छ गाइज है। मेरो छोरा चाहिँ उता भुइँमा बसिरहेछ, यतापट्टि भुइँमा के छ खाँदैछ। मुड चल्यो भने भिडियोमा आउँछ, मुड चलेन भने आउँदैन गाइज। अब उसको मुडसँग चल्छ। धेरै दिन अन्डा नखाएको, 1-2 दिन अन्डा नखाए पनि 1-2 वर्ष नखाए जस्तो हुन्छ मलाई चाहिँ। अन्डा चाहिँ मेरो बेस्ट हो क्या। साग पनि धेरै मिठो, हरेक थोक आफन्तको चिनो छ गाइजहरू। यो लुगा पनि कति, यो लुगा मात्रै भिडियो आएको भने नभन्नु है साथीभाइ, एकदम शीतल के जुमै नभएको जस्तो। यो पनि मेरो गिफ्ट नै हो, यो पनि दिदीको गिफ्टै हो, तर धेरै शीतल वाला छ क्या। भरे एक साल खाना छोड्ला यो लुगा लगाउन छोड्दैन, एकदम शीतल छ। अन्डा चाहिँ फेरि मलाई धेरै रुच्दैन, 3-4वटा चाहिँ रुच्छ है। अझ प्याज ल्याउने बिर्सेछ। होस् अब लिनु पर्दैन ल। यो खाना सक्ने